आजको लेसनमा हामी प्रेजेन्ट टेन्सको बारेमा सिक्न गइरहेका छौँ। इङ्ग्लिसमा जस्तै चाइनिजमा पनि सेम छ, सब्जेक्ट भर्ब र अब्जेक्ट। इक्जाम्पलको लागि जस्तै सेन्टेन्स हेर्नुहोस् है, मैले इक्जाम्पल 1 2 3 राखिदिएको छु। फर्स्ट इक्जाम्पलमा हेर्नुहोस्, व आई नि, व भनेको म, आई भनेको लभ, नि भनेको यु, आई लभ यु। दोस्रो नम्बरमा रहेको छ था छि मी फ्यान, था भनेको सी, यो क्यारेक्टरले सी भनेर जनाउँछ। अर्को क्यारेक्टर भएको भए, केटाको क्यारेक्टर राखेको भए ऊ चाहिँ हि हुन्थ्यो। छि भनेको टु इट, मी फ्यान भनेको राइस। त्यसै गरी थर्ड थामन ता लान्छौ। चाइनिजमा इङ्ग्लिसमा जस्तो इटलाई इट्स लेख्ने, प्लेलाई प्लेज लेख्ने यस्ता चेन्जहरू हुँदैन, सबैमा एउटै भर्ब प्रयोग गरिन्छ। आई इट वो छि, हि इट्स था छि, दे इट थामन छि। अब चाइनिज पढ्दै हुनुहुन्छ भने कोही कोहीलाई, सबैलाई त होइन, कोही कोहीलाई यो प्रेडिकेट भनेको के हो भन्ने लाग्छ होला। त्यसको मतलब हो प्रेडिकेट भनेको चाहिँ सब्जेक्ट पछि आउने एउटा इन्फर्मेसन हो। प्रेडिकेट जे पनि हुनसक्छ, त्यो भर्ब हुनसक्छ, एडजेक्टिभ हुनसक्छ, अथवा नाउन पनि हुनसक्छ। तपाईँहरूलाई मैले बनाएको भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोला है त।